बेडमा सुतेर अल्छी गरेर भिडियो बनाऊ कुरा गरौँ फुलको। आज म फेरि तपाईहरुलाई देखाउँदैछु फुल। ओके फुल स्टप। यो टपिकलाई यही फुल स्टप लगाऊ र अर्को टपिकमा जम्प गरौँ है त। आजको टपिक रिफ्रेशिङ टपिक छ। Let's enjoy the video. My name is Sheila, Sheila की जवानी तिमी आफै लेख आफ्नो सुन्दर कहानी। हजुरहरू सम्पूर्णलाई गुड मर्निङ, शुभ बिहानी। अहिले बिहानको 4 बजेको छ। यो समय उठ्ने समय होइन, कुद्ने समय हो। कुदौं। स्विच त लाउनै पर्यो कुद्न गएपछि। आफ्नो मुटुलाई हेल्दी राख्नुपर्छ। अब भोलि पर्सि बेबारी होला, व्यवहार होला, त्यस बेला अर्काको बोझ पनि यो मुटुले थाम्न सक्ने गरी स्ट्रङ बनाउनुपर्छ। लेट्स गो। म घरबाट निस्केर रोडमा आइपुगेँ। यतानेरि जुन लागिरहेछ, यता बस्ती देखिरहेछ। म कुद्ने चाहिँ यता हो। मर्निङ भ्यू अफ नेचर। है नेचर। यता बेतखारी, यता बतासे राम्रो देखिँदैन हो। यहाँ पुछारदेखि यहाँ माथि फुर्के टपसम्म बत्ती देखिन्छ। फुर्कियाले छरिन्छ बस्ती चाहिँ नि। ओहो, जोन दिदी यहाँ हुनुहुन्छ। जोन दिदी आकाशमा टह जुन सरसँग हामरको नसामा दौडिरहेछ रेसको जुनून। I know you want me. चरालाई हिसाब दिनु पर्यो। That is exact my destination. पञ्चन डाँडा। जिन्दगी यस्तै हो, कतै सस्ता अनि कतै काँडै काँडा। Cooking up that bass, looking like a kilo. He just wanna taste. God damn, how real is this? Push me down. कहाँ कुदिस् त वे भन्नुहुन्छ भने म देखाउँछु म कहाँदेखि आएँ। यहाँ पर यो बीचको डाँडा मुनि खोइ केही देखिन्न। यो बिहानीको घामको हिरो अनि मेरो क्यामेरा सब मिलेर षड्यन्त्र गरे आएको कि। यस षड्यन्त्र भयो म माथि, तैपनि प्रयास निरन्तर जारी छ। म देखाउँछु है त। यो पर चाउमिन जस्तो रोड नेचाको, त्योभन्दा वारी गाउँ। त्यहाँबाट यता आएर यो बिचको गाउँबाट छिरेर कुद्दै बाटो आएर तल सोलु खोला तरेर ठुलढुङ्गाको यो किरिङबिरिङ रोडबाट यता आएर माथि डाँडा
अनि डाँडाबाट यता 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 अनि मुनि गाउँबाट उता फेरि अनि यताबाट स्वाट घुमेर यहाँ पञ्चन भन्ज्याङ छ भन्ज्याङबाट यता डाँडा चढेर यो टावर निस्केर यता 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 आएर चाहिँ यो खतरा हल्दिने भन्ज्याङ छ यो लिफ्ट स्वाट चढेर चाहिँ आएको हो यता आजको रेसको म भएँ विजेता है त अब जानु छ फेरि फर्केर यही बाटो घरतिर फिर्ता ल गइहालौँ पनि बाटो आएस् त्यही बाटो जा भन्दा पनि फरक्क फर्केर जाँदा चाहिँ अर्को बाटोबाट जानु पर्यो आई होप भिडियो हेर्नुभयो होला यो भिडियो त भयो रमाइलोमा तर यसको मेसेज भनेको हेल्थ हो लाइफ भनेको गाडी जस्तो कुरा भयो पैसा भनेको फ्युल भयो र हेल्थ भनेको त्यसको इन्जिन भयो यदि गाडीको इन्जिन नै खराब छ भने अथाह होस् न फ्युल हैन त्यो सकिनलाई त्यसमा आगो लाग्नलाई छिन लाग्दैन बेर लाग्दैन त्यस्तै गरी मान्छेको हेल्थ पनि खराब भयो भने पैसा कमाउन त समस्या हुने नै भयो भएको धन दौलत सम्पत्ति जति नै होस् त्यो सकिनलाई बेर लाग्दैन भनेपछि फर्स्ट प्रायोरिटी टु हेल्थ है त पोइन्ट टु बी नोटेड अनि दोस्रो कुरा तपाईहरुले भिडियो हेर्दै सोच्नु भयो होला किन कुदिरहेको यो मान्छे बिहान राति म आज मात्रै कुदेको चाहिँ होइन है मेरो यो जर्नी सुरु भएको त रनिङ जर्नी सुरु भएको त 2073 सालको पुसमाघबाट हो म हस्टेलबाट निस्केर लिभरपुलको त्यो उकालो चढेर शङ्खमुलतिर झरेर शङ्खमुल पुगेर बागमतीको पल्लो किनार हुँदै आएर युएन पार्क निस्केर फेरि हस्टेल ब्याक भएको भनेपछि एक राउन्ड लाएको मेरो खुट्टामा घाउ पनि भएको थियो कुकुरले लख्याटे पनि थियो अँध्यारोमै दौडेको हो नि त तर त्यो दौडाइले कन्सिस्टेन्सी पाएन तर पछि हस्टेलबाट रुममा शिफ्ट भएपछि कुद्न थालियो र 2076 सालमा म ब्याक टु गाउँ त्यसपछि चाहिँ लगभग कन्सिस्टेन्सी ब्रेक भएको छैन म चाहिँ बिहान सबेरै उठ्छु बिहान मेरो स्लोगनै छ बिहानको 4 उठ्ने समय होइन कुद्ने समय हो म बिहानको 4 बजे कुदिसकेको हुन्छु कुदिन भने कहिलेकाहीँ एक्सर्साइज गरिरहेको हुन्छु घरमै अब मलाई सोध्नु भयो भने मलाई चाहिँ कुद्नमा मजा आउँछ है यसलाई कुद्नेहरूले महसुस गर्छ रनर्स हाई भन्दो रहेछ यसलाई साइन्टिफिक टर्ममा त्यो भनेको ब्रेनमा डोपामाइन रिलिज हुन्छ 30 मिनट जति कुदिसकेपछि अनि त्यसले आनन्द दिन्छ र लास्टमा म रिकमेन्ड गर्छु तपाईहरुलाई पनि आफ्नो अवेलेबल टाइममा कम्तीमा 30 मिनट जति कुद्ने बानी बसाल्नु होला अब यसको हेल्थ बेनिफिट्सहरु के छ त्यो मैले भनिरहनु भन्दा पनि विज्ञहरूको स्पेशलिस्टहरूको कुरा सुन्नुस् त्यसमा मजा आउँछ सो यति हो कुरा भन्नुपर्ने अब भेटौँला अर्को भिडियो